तू उदा ए तल खोला त मान्छौ तल भेडा नआउँदा यार भेडा बाँदर जान कहाँ बाँदर घरै यो बाँदर जान कहाँ भाइ गाउँले निउडो हो कि नै यस्तो अन्डो होइन तलबाट हेरेर बाँदरले हिमाली क्षेत्रमा यसरी खाइन्छ हिमाल क्षेत्रमा यसरी खाइन्छ हिमालमा बसेको फाइदा के त बसेको फाइदा यही हो कसैबाट किनेर ल्याएको होइन ऊ बाँदर लखेट्न गएर हिउँ बोकेर आयो बाँदर लखेटेर आयो हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु माई न्यू अनदर भ्लग आई होप तपाईहरु सब सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु एकदमै मस्त छु है सो इट मर्निङ आजको भ्लगको सुरुवात हुन्छ बिहानको 8:14 आमा 8:14 गएछ अब कति टाइम लाग्ला यो सकिन भन्नु त 9:30 बजे सकिन्छ तलदेखि माथिसँग बोएर आज हामी 5:30 बजे यहाँ आएको थियौँ यो गडामा हलो जोड्नको लागि सो आज बिहान आएर सुरुमा यो गडा यहाँदेखि माथिसम्म हामीले त्यत्तिकै उ गऱ्यौँ के भायौँ होइन उल्ट्यौँ जग्गालाई अनि फेरि अब चाहिँ बोल्न लाग्यो फेरि पहिला भाएको त्यसपछि त्यही गडामा फेरि हल जोतेर बोल्न लाग्यो भाउ चाहिँ भिट्टामा खुन्दै हुनुहुन्छ अनि हाम्रो गोरु महाराजहरू यहाँ हुनुहुन्छ घाँस खाऊ भनेको घाँस खान्नन् मसँग एउटा मात्रै आलु छ कुलाइदिने भन्ने हो क्या एउटा छ भने डोकामा फाल्नु त यता फाला एउटा आलु आयो यो ल आसमानी रहेछ ठिक छ केटा हो सो अनि एट मर्निङ भ्यू यस्तो देखिरहेको छ हाम्रो गाउँ चाहिँ त्यहाँ थोरै धुवाँ देखिरहेको छ एन्ड गाइज देख्न सक्नुहुन्छ यहाँ यो साइडपट्टिको भ्यू चाहिँ एकदमै बवाल छ ओके यो गडामा बोउने भनेको आज स्पेसल्ली लगाउने आलु प्लस सिमी प्लस मगा यो सिमी मैले छडेको सिमी राम्रो हुन्छ के फाइनल्ली भयो हलो पनि रेडी आमा रेडी हुनुहुन्छ अगाडि घोल्तो पछाडि आलुको भारी अलि नजिक आउनु त आमा यहाँ आउनु त अगाडि घोल्दो आलुको भारी आमाको यस्तो सुन्ता सुन्दी गर गिजे देखाउनु त अगाडि के हो यो मकै यो मकै अनि यो चाहिँ आलु मकै सिमी लगाउने आजको काम होइन भाउजू ए यस्तो देखिन्छ हेर्नु देख्यौ कति राम्रो देखिन्छ हाम्रो गोरु पनि रेडी छ नि हिँड्नको लागि डिल डिल माले उदो माले ओके हामी चाहिँ भेट्छौँ एकछिन पछितिर अहिले चाहिँ फटाफट हल्जुनु पर्ने हुन्छ होइन सकियो सबास तुबा तिमीहरूलाई म आलु खुवाउँछु लास्ट त्यो त यो त खाइरह यार ल बस ओके अब हम
अब जानुपर्छ केटाको घर होइन हामीले राख्दैछौँ हलोलाई पनि यतै हो आमा सक्नुहुन्छ मेरो जकेट ल्याइदिनु है कसम कसम कसमिन मोज पाहान मोज मोज हलो जोतेर सकियो गाइज है आज फर्स्ट दिन यो सालको पहिलोचोटि अनि आलु मकै सिमी लगायो अनि म चाहिँ फर्केको घरको लागि आमा आउँदै हुनुहुन्छ आमा भाउ चाहिँ थोरै त्यो भिट्टामा खुन्न बाँकी थियो जहाँ हलो नलागेको ठाउँमा अनि उहाँहरू पनि बिस्तारै आउनुहुन्छ तर जे भयो भने गोरुले मोज गरेन भने यस्तो तुल खानु पाएन है यो थाहा पायो भने मार्न है बिहान किन रोइ राति र 5:30 बजे 6 बजे लाग्थ्यो रुन्थ्यो आमा आइकन तेरो आमा कहाँ हुनुहुँदै पुष्पा छोरी पुष्पा आमा आइकन हात काटलाई पिन्की नै भात देऊ त आमा भाउजू खाना खानुभयो अहिले भयो बिहानको 10 अनि खाना खाएर म चाहिँ बसिरहेको छु एन्ड आजको प्लानिङ हाम्रो प्लानिङ होइन होल गाउँलेको प्लानिङ के छ भनेपछि बाँदरलाई लखेड्न जाने गरे बाँदर खेल्न जाने गरे होइन सो आज स्पेसल्ली के भयो भनेपछि अब यो सिजनमा आलु लगाइन्छ मकै लगाइन्छ अनि पुरानो लगाएको गहुँ-जौहरू पनि ठुलो भइसक्यो बाला हाल्ने बेला भएको छ होइन अब हाम्रो गाउँठाउँतिर प्रब्लम भनेको बाँदरको अति प्रब्लम क्या बाँदरले जौ गहुँ मकै कोदो फापर इच एन्ड एभ्री कुराहरू जे हामीले बालीलाई लगाउँछौँ नि त्यो सबै खाएर सक्का पारिदिन्छ क्या सो त्यही भएर चाहिँ आजदेखि उता अब कहिलेसम्म हुन्छ अरे भाउजू यो हाम्रो बाँदर नरालो पालो असोज कार्तिकसम्म होइन जो अहिलेदेखि कार्तिकसम्म आज अब होल गाउँको मान्छे गएर लखेड्ने अनि भोलिदेखि 2 घरको पाला के अनि 2 घरको मान्छे गएर दिनभरि पहिला हामी जाँदैछौँ त दाइ त्यो भन्नु परेन 2 घरको त्यहाँ त्योभन्दा पछाडि चाहिँ 2 घरको पालो हुन्छ क्या 2 घर मिलेर अनि दिनभरि बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म पालो लाग्ने होइन अब मकै खान नदिने गहुँ जौ फापर हुन्छ नि जग्गामा आउनु नदिने क्या होइन जङ्गलको जङ्गल हुने रन्दिने के त्यो त्यसैले यसलाई स्पेसली भनिन्छ नरालो पाला भन्छ होइन अब नरालो लाग्ने हुन्छ नरालोको मतलब रखवालो भन्छ होइन रखवालो नरालो रक्षक होइन वनको रक्षक जे भन्दा पनि हुन्छ अनि त्यही भएर चाहिँ आजको हाम्रो प्लान इज नट माई प्लान इज आवर होल भिलेज फ्यामिली प्लान होइन सो त्यही भएर चाहिँ हामी सबै गाउँको मान्छेहरू आज बाँदर लखेड्न जाने प्लान छ बुढाखाडादेखि लगेर केटाकेटी लगेर घरको एक जति सस्नी महिला घरको एक आफ्नो घरमा जो गए पनि भयो कि सानोदेखि ठुलोसम्म यसको मतलब भर्खरको त्यो दुध पिने भाउ होइन कि अलिकति ठुलो भनौँ न हिँड्न सक्ने डुल्न सक्ने अनि सानोलाई त बाँदरले बुकले लग्दैन सो त्यही भएर चाहिँ हामी अब चाहिँ जान लाग्यो खाना पनि खाइसक्यौँ अनि यु क्यान सी गाइज गाउँको भ्यू चाहिँ यस्तो दामी देखिरहेको छ अहिले यस्तो दामी देखिरहेको छ एन्ड त्यही हो अब जनताहरू पनि रेडी छ
उता देख्न सक्नुहुन्छ है म तपाईँलाई जुम गरेर देखाउँछु उतै माथि थाडामा हेर्नु छतमा के उता सबै रेडी छन् जसको घरको मान्छे गएन नि बाँदर लखेड्न 500 रुपियाँ जरिमाना पनिसमेन्ट सो त्यही भएर पनि हामी सबैजना जान लाग्यो अब यो चाहिँ हामी सबैले बुझ्नुपर्ने हो गाउँठाउँमा बसिरहेको एउटा कम्युनिटी एउटा समुदायमा एउटा सोसाइटीमा बसिरहेको छौँ भनेपछि होइन एउटा प्लानिङहरू हुन्छ अनि गाउँको रुल एन्ड रेगुलेसन अनुसार हामीले चल्नु पर्छ त्यो चाहिँ एकदमै जरुरी छ क्या होइन तिम्रो चाहिँ म जान्न यताउति भनेर भन्दा पनि हामी सबैजना मिलेर अगाडि बढ्न जरुरी छ होइन दाइ सो अब त्यही भएर गाइस म चाहिँ अब फटाफट रेडी हुन लाग्यो पिन्कीले खाइरहेको छ कलो खाइरहेछ बाँदर आइगयो पर्छ नि त हो ल जमजम दाइ जाने होइन ल काका जाने त कता धपाउने हो कि ल सबै रेडी छौ म गोडिदासम्म जान्छु यसो न होइन बाँदर खेल्न जाने हो कि म बाँदर खेल्नु बाँदर मान्छेलाई पुरस्कार लाग्यो भने भनेको सो हो क्या आफूले जे चाहेको छ नि त त्यो पुरा गरिहाल्नु पर्छ मैले हाम्रो सो पुरा गर्नु पर्यो क्या लाइन बोल्नुभयो दाइले क्या लाइन भन्नुभयो यार मर लानु के के छ नमर जानु छ दाइ होइन न के गर्नु छ कि बाँच्नुन्जेल आफ्नो सोख पुरा गर्ने हो आफ्नो सपना पुरा गर्ने हो होइन आफ्नो तरिकाले जिउनै सकियो कि होइन सो ठिक छ गाइस के छ होइन अनि बाँदर खेल्न जाने भनेको अनि हामी चाहिँ 10-12 जम्मा छौँ आदि उता हिँडिसकेछन् हामी जाने भनेको त्यो पारी जङ्गल छ नि अनि त्यो जङ्गलको साइडमा बाँदर आएको हुन्छ नि तलसम्म त्यहाँको बाँदरलाई लखेटेर यो डाँडा कटाउने हो कि त्यो माथि डाँडा कटाउने हो कि ऊ त्यो माथि हिउँ देखिन्छ नि म तपाईँहरूलाई जुम गरेर देखाउँछु ओ माथि त्यहाँ कटाउने हो कि आज बाँदरको खै छैन ल जाम काका एउटा कुरो दाइ होइन हुँदाहुन्थ्यो त्यो बिचरा बाँदर जाओस् कहाँ के अब पहिला मेरो कुरा हुँदा पनि जाओस् कहाँ के अब कोही अरू जनावर बाँदरले अरू जनावरलाई मारिकन खाने भइहाल्यो अथवा तिनीहरू मांसाहारी भइहाल्यो होइन कहीँ शिकार गर्ने भइहाल्यो पनि कहीँ जङ्गल छेद्दान यता छेद्दान त्यो बाँदर पनि त मान्छे जस्तै हो नि एउटा कुरो के हामीले जे खाऊ त्यही खान्छन् अन्न खान्छन् पात खान्छन् घाँस खान्छन् जाओस् कहाँ के होइन अहिले यो दुनियाँले पाप गरेर हो बाबु यो पाप गरेर होइन एउटा कुरो पहिला पनि बाँदर आउनुपर्ने हो नि त पहिला खै त यहाँ मगा टन्ने पाउँथ्यौँ आलु टन्ने पाउँथ्यौँ लागेको बाली हामी लाउँथ्यौँ हो कि नै घर आएर आरामले वर्षको लग्याउँथ्यौँ खै त अहिले ला भोलि मन्टातिर बाँदर खाने बाँदर त पहिला पनि थिएन त अहिले यो पाप भएर खै त यो पानी बाँदरले त हुग्यो भनौँ त खै त आकाशको पानी छैन रुडो पऱ्यो अब खेतीपाती लाएर के गर्नु यसो पापले गर्दा हो अब यो पापले नष्ट गर्ने छ लागेको बाली पानीको रुडो त्यही भएर पापहरू भित्रिँदैछ क्या नष्ट गर्दै जाँदैछ बस्नु न तपाईँको कुरा पनि एकदमै सही हुँदै होइन र अर्को कुरा के भनेपछि पहिलाको तुलनामा अहिले पछिल्लो टाइममा चाहिँ बाँदर एकदमै लाग्छन् कि हाम्रो गाउँठाउँतिर होइन यहाँभन्दा यहाँ तल खोलाको जग्गा छ त्यहाँ पहिला सिमी मकै आलु कोदे कति धेरै हुन्थ्यो क्या तर अहिले हुँदैन क्या अहिले 2-4 वर्ष भयो पछिल्लो 2-4 वर्ष भयो हाम्रो गाउँठाउँको मान्छेले त्यो लगाउनु छोडिदियो कि मकै लगाउनु छोडिदियो आलु लगाउनु छोडिदिए लाए पनि के गर्नु क्या बाँदरले खान्छ बर्खामा त झन् भालु आउँछ गाइस भालु मैले भने त बाबु यो पाप हो सबै ठाउँ परिवर्तन हुन्छ मान्छे परिवर्तन हुन्छ मान्छेले खेतीपाती लाउन छोडे होइन अर्काको चोरेर अर्काको ठगेर डकटी गरेर खान थाले आफ्नो मजदुरी छोड्न थाले अनि सबै हेला गर्दै सबै पाप गर्दै गए यो भगवान्ले सहायन हुन् के जाउ त्यहाँमा चोर
चोर त्यो लागेको बाली खाइदेऊ पानी हुनु पर्दो भनेर यो सब यो पाप नष्ट हुनु लाग्यो यो धर्मले पापीहरू मार्ने काम गरिया त्यही हो अब रुडो पानी पर्यो हप्ताभरि चारो ट्याउ केही पनि हुन है खेतीपाती लागि के के खाने सरकारको कुरा गरौँ सरकार त्यो आफू कुर्ची तानातान गर्दा ए हलो जोतौँ मकै लाउँ आलु लाउँ भालु आउँदो हाँउ आउँदो माउ आउँदो खाँदो हप्पै अब किसानीहरू हौ त्यही है समस्या छ समस्या प्रब्लम है यो पनि एउटा समस्या हो क्या होइन हाम्रो लागि मात्र नभएर सबैको लागि समस्या हो होइन यही बाँदरको कारणले गर्दाखेरि यस्तै जङ्गल जनावरको कारणले गर्दाखेरि कति ठाउँको त्यो बस्तीमै उडेको हुन्छ कि त्यो कुरा हामी चाहिँ सोसियल मिडिया सामाजिक सञ्जालमा देख्न पनि सक्छौँ होइन सो त्यही हो हाम्रो गाउँठाउँतिर बाँदरको बिगबिगी धेरै भयो भने पनि हामीले कुनै दिन हाम्रो गाउँठाउँ छोड्नु पर्ने जस्तो अवस्था आउँछ होइन काका भन्नु त के छ तपाईँको राय सल्लाह बाँदर पर्चेको ठिक गरे मोबाइल विदेश हुँदैन मान्छे बाँदर छन् यो ठाउँका अनि हो कसरी त्यो पनि हो क्या होइन अब मान्छे बाँदर छन् त अनि बाँदर आइहाल्छ बाँदर साथी बाँदर त हुने हो होइन भालु पनि थोडी हुने हो एक दुईजना भालु खान् बर्खामा एक दुई मात्रै भयो भालु आउँदा सब बाँदर हुनु यो भालु हो अरू चाहिँ सबै एकछिन बाँदर देखाउँछु गाइज म कति आएको छन् है यत्रो जनता आएको छ पब्लिक आएको छ यहाँ बाँदरलाई ए यहाँ उता देख्न सक्नुहुन्छ केटाकेटीहरू हाम्रो गाउँको सानो बाबुहरू गएको छन् है कहाँ खान्छ पर तल गएछ नि त ए अँ तल हल्लाउँदा हेर पारि आँखा कहाँ नि त बुढी मान्छे तिमी ए भाइ बाँदर नि एकचोटि हानु नि हट्छ अद्ध कर्छ भन्नु नि यो अनि तिमी नि आइयो बाँदर खेल्न सो गाइज हामी चाहिँ जानु लाग्यो धुम दाजु हर्सिङ दाई एन्ड म हामी चाहिँ यहाँबाट हुँदै यो बाटो छ नि त्यहाँबाट घुमेर उ त्यो जङ्गलबाट हुँदै उति पर डाँडा छ नि त्यहाँ जान्छौँ अरू पर धेरैजना बस्नुमा त्यहाँ तलबाट आउँछन् तिनीहरू उता पारि सो एउटै ठाउँमा बसिरहन पनि झ्याउ लाग्छ कि दिक्क लाग्छ पानी खराब होइन एउटा ठाउँमा बस्दा बस्दै त्यो टाइम लस हुन्छ अनि एउटाले के कुरा गर्छ अर्कोले अर्को कुरा गर्छ अर्को कुरा गर्छ जस्ट हुने भनेको टाइम पास मात्र आज हामी जुन कामको लागि आयौँ नि त्यो काम हुँदैन क्या त्यही भएर चाहिँ एकजना गयो भनेपछि अरू पनि जान्छन् क्या होइन अर्को जाला म जाम्ला भन्नुभन्दा पनि म गयो भनेपछि अरू आउँछन् क्या होइन त्यो चाहिँ गर्नुपर्छ लाइफमा अनि त्यही भएर चाहिँ हामी जानु लाग्यो अरू चाहिँ आउँछन् पारिबाट बाँदरको हर्कत देखाउँ तपाईँहरूले बाँदरको हर्कत देखाउँ ए लसुन पनि छोड्दैनन् कि लसुन पनि छोड्दैनन् यो यहाँ हेर्नु लसुन पनि यत्रो उक्काइदिन्छन् भने क्या केही नराख्ने कि बाँदरले केही नराख्ने भने गहुँ जौ मकै आलुको त कुरै छोडिदिनु होइन लसुनहरू भयो होइन अनि त्यो गहुँ हुन्छ नि गहुँको बाला लागेको हुँदैन भर्खर गहुँको त्यो पातहरू तानेर उक्काइ गरेर बिचारो अझै हिउँ यति धेरै छ यार यो हिउँ चाहिँ खानको लागि एकदम बेस्ट हुन्छ क्या पुरै हुन्छ नि एकदमै शीतल एकदमै सियालो ठाउँमा घाम नलाग्ने ठाउँमा यो खनिएर रहेको हुन्छ कि त्यो खदिएर रहेको हुन्छ अनि अब यो हिउँ चाहिँ यत्रो हिउँ छ देख्न सक्नुहुन्छ त्यहाँ छ यहाँ छ अब यहाँ त्यति घामको पहुँच पर्दैन नि अब यो हिउँ वैशाख जेठोसम्म रहन्छ क्या अनि त्यतिखेर गर्मी पनि उपर हुन्छ अब यहाँको मान्छे काम गर्छन् दिउँसो बिहान अनि दिउँसो चट्टो बसेर हिउँ ल्याउने त्यसमा चुक चिनी अथवा नुन चिनी
नुन चुक चिनी रिमिक्स गरेर खाने भनेपछि यस्तो बल हुन्छ क्या। हामी अघि त्यहाँ थियौँ के त्यहाँबाट यस्तो उताबाट घुमेर यहाँ आएको। तिनीहरूलाई जुम गरेर देखाउँछु है। यु क्यान सी गाइस 1 2 3 4 5 6 अनि उहाँ भिट्टाती टन्नै बसे हामी साइडमा। पहिलाको जमानामा होइन तपाईँहरू भन्नु नपत्याउनु होला ऊ त्यहाँ दाइहरू गएको नि यो पुरै जग्गा हो क्या पहिलाको मान्छेले यो ठाउँमा पनि खेतीपाती गर्थ्यो क्या होइन फापर लगाउने जौ गहुँ कोदो लगाउने यस्तो पहिलाको मान्छे चाहिँ खतरा हो क्या पहिलाको हाम्रो बाबुबाजेको पालामा क्या। अहिले चाहिँ केही होइन पहिलाको मान्छे चाहिँ ओपी क्या यस्तो बबाल। तर यहाँदेखि हाम्रो गाउँको भ्यू देखाउने भनेको यो अगाडिको रुखहरूले छेकिरहेको क्या नत्र पनि यस्तो दामी भ्यू आएको थियो नि। अलिअलि देख्न सक्नुहुन्छ हाम्रो गाउँको घरहरू त्यहाँ गाउँ माथि भयो माथि बुढो चाहिँ अझै माथि पर्छ अलि देखिरहेको छिदारमा यु क्यान सी अलिअलि देख्न सक्नुहुन्छ होला। यहाँबाट देखिरहेको छैन हामी चाहिँ जान्छौँ ऊ त्यो पारी डाँडा जान्छौँ त्यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखाउँछु यदि देखिएछ भनेपछि है। अब देखिएन भने त आइएम रियली सो सरी गाइज यदि देखिएछ भनेपछि यस्तो दामी देखाउँछु म। कहाँ जाने ओइ उता बाइक्यौ त खोटो यो छ नि यसलाई भनिन्छ खोटो। यो चाहिँ स्पेसल्ली सल्लाहको रुखबाट निक्लिने एउटा के पदार्थ भनौँ न एउटा होइन। अब यसलाई चाहिँ स्पेसल्ली हाम्रो गाउँ ठाउँतिर खोटो भन्छ। यो चाहिँ अलिकति चिप्किने अलिकति भनौँ न त्यो के भन्छ सुपर ग्लु हुन्छ सुपर ग्लु भयो फेभिक्यु के भन्छ होइन त्यस्तो प्रकारको हुन्छ। अनि यसको काम चाहिँ फाटेको ठाउँमा यसलाई लाउने हो भनेपछि यो चाहिँ यस्तो दामी हुन्छ क्या। अब यो सन्चो हुन्छ एकदम चाँडो सन्चो हुन्छ क्या यो फाटेको ठाउँमा। अनि इट्स अ मेडिसिन गाइज इट्स अ मेडिसिन होइन। अब म पनि जानुपर्ने हुन्छ गाइज कता गइहालेँ दाइहरू यहाँ तल त्यहाँ कहाँ उता हन्टा थियो। अब ओ कहाँ गयो त ओइ अरूको रुख क्या दामी फुलायो नि। ओ माई गड गाइज फाइनल्ली होइन मैले अघिदेखि तपाईँहरूको लागि भनेर हाम्रो गाउँको भ्यू देखाउनुको लागि भनेर ठाउँ खोजिरहेको थिएँ होइन। यहाँबाट चाहिँ अलिअलि भ्यू देखिरहेको छ त्यति क्लियर पनि देखिरहेको छैन तर तपाईँहरूलाई जे जस्तो भयो भने यहाँदेखि हाम्रो गाउँको भ्यू देखाउँछ है त। यु क्यान सी गाइज हाम्रो गाउँ है। तर तपाईँहरूले अझै पनि क्लियर देख्नु भएको होइन जति मैले मेरो आँखाले देखेको छु नि तपाईँहरूले जुम गरेर देखाउँछ है त। ओ माई गड यु क्यान सी गाइज भ्यू है। तलको गाउँ छ नि यो तलको गाउँ यहाँदेखि उता पोरीसम्म यो चाहिँ हाम्रो गाउँ होइन। अनि त्यहाँभन्दा अलि माथि त्यो डाँडामा घरहरू छ नि त्यो चाहिँ स्कुल भयो तलको पुरानो हस्पिटल। अनि हाम्रो ऐफी चलाउने घर दाइको घर ऊ त्यो डाँडामा छ नि हरियो घर तलको त्यो भयो। अनि अलि परको त्यो माझ बुढो माथिको चाहिँ माथि बुढो। ओ माई गड यस्तो दामी देखिन्थ्यो यो हाँगाले अलिकति डिस्टर्ब गर्यो क्या। गाइज हाम्रो गाउँको भ्यू चाहिँ यस्तै छ है। अब जति मैले मेरो आँखाले देखिरहेको छु नि त्यति मैले तपाईँहरूलाई मेरो मोबाइलको क्यामेराबाट देखाउन सकेको छैन होइन। जति मैले हेरिरहेको छु नि देखिरहेको छु नि ओ माई गड हेरौँ जस्तो लागिरहेको छ कि जति हेऱ्यो त्यति क्या होइन। त्यो टाढाबाट त्यो पुरै भ्यू के हुन्छ नि होइन टाढाबाट त्यो पुरै भ्यू क्याप्चर गर्न पाउँदा होइन यी आँखाहरूले क्या यस्तो दामी देखिरहेको छ। अनि अरू गए कहाँ भन्ने हो क्या एकजना दाइले उता ढुङ्गा हान्दै हुनुहुन्छ है ए डाँडामा देख्न सक्नुहुन्छ ढुङ्गा हाने मैले तपाईँहरूलाई भ्यू देखाउनुको लागि यस्तो रिस्क लगाएको छु कि हेर्नु सक्नुहुन्छ। यहाँबाट खस्यो भने म सिधै तल खोला यहाँबाट पनि जानुपर्छ म पनि जानुपर्छ।
बाटो यस्तो छ। अरू दाइहरू उता गइसकेछन्। बाँदर नभेटाए पनि मैले बाँदरको गु चाहिँ भेटेँ गाइस। यो चाहिँ बाँदरको गु देख्न सक्नुहुन्छ। मैले पनि के देखाइरहेको छु यार। ए बक 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 केटाकेटीहरू पनि आएको छन्। कति हल्ला गरे हामी कि तिनीहरूले। फाइनली गाइज मेरो साथी ल आइज ल भतुवा आइज ल चुवा 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 आमामा यसको त डोरो रहेछ त्यहाँ। डोरो 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 चालेको त यो झुन्डियो भने जाउँछ। न्याकुरी 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 साँच्चै गाइज एउटा कुरा तपाईँहरूले बताउँ, मलाई यो नेचर हुन्छ नि, नेचरसँग रमाउनु यस्तो मजा लाग्छ नि। जङ्गलमा घुम्न डुल्न। ए सालेको त कहाँ गयो त्यो? लौ त्यो त कुद्यो यार, यहाँ तल गएको थियो। बल्ल बल्ल एउटा साथी हुन्छ भनेर कुकुर आएको थियो, त्यो पनि कता गयो। अब एकछिन यतै बस्छु। अनि यो डाँडा छ नि, यो डाँडाभन्दा उतापट्टि एउटा अर्को गाउँ छ, चट्टक्क परेको सानो 10-15वटा घर मात्र छ। अनि स्पेसली त्यो ठाउँलाई भनिन्छ ढ्याम। ओइ 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 म मात्र यहाँ पुगेँ भनेको त दाइहरू अलरेडी उता डाँडा गइसक्नु भएको रहेछ यार। अचम्म। त्यही भएर गाइज, त्यही भएर जुनसुकै कुरामा म मात्रै खतरा छु भनेर सोच्नु भनेको ठुलो गल्ती हो, पाप हो, मिस्टेक हो है। मैले के सोचिरहेको भनेपछि हामी उतारसँगै आएको थियौँ होइन। मैले तपाईँहरूलाई त्यो भ्यू देखाउनुको लागि भनेर अलिक त्यो ठुलो अग्लो डाँडामा चढेँ। दाइहरू तलबाट आएको थियो, तिनीहरू तलबाट स्ट्रेट उता डाँडा गइसक्नु भएको रहेछ। म दाइहरू तलि बस्नु भएको होला, म मात्र यहाँ पुगेँ भनेर सोचिरहेको थिएँ। तपाईँहरू त यहाँ पुगिसक्नु भएको रहेछ अझै। अन्त यहाँबाट झन् राम्रो देखिरहेको छ हाम्रो गाउँको भ्यू। ए यु क्यान सी गाइस, लुक एट द भ्यू। तल आएको माना दाई 1, अनि अर्को के अरे मानबहादुर दाई 2, हरसिङ दाई भयो 3। हरसिङ दाई यहाँ तल गइहाल्यो। हरसिङ दाई अझ पुरा भयो क्या। हरसिङ दाई 3, तपाईँ 4, म 5, एकदम अर्को को यार म चिनेन। हामी त्यही 5 जना आएको छौँ यहाँ। ओइ कहाँ गयो? त्यो उता समात कहाँ बिमला तल जा तली पुरा उभा तल ढोल मात्रै नुहाले हुन्न कि तलको मान्छे खानु खोला। ए तल खोला त मान्छे तल भेडा नआउँदा यार भेडा। यो हामी बादर खेल्न लाग्छौँ ढोलामा ढोल। कसम भन्नु उता पारीदेखि माथिदेखि यहाँदेखि पुरै हामी लागिरहेको मात्र एकदम हो।
ल म नेतु गएँ ल दे यी बाँदर कहाँ जान्छन् बिचारो बाँदर जानन् कहाँ बाँदर घरै यो बाँदर जानन् कहाँ ए उभा त माथि 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 पोरी खोला उभा जानन् ए चाटो लावे गल लागेको तर अहिले चाहिँ बाँदर उताबाट छन् गरे म तपाईहरुलाई लाली गुराँस देखाउँछु लाली गुराँसको फुल देखाउँछु गाइस लाली गुराँसको फुल देखाउँछु नेपालको राष्ट्रिय फुल भनेको लाली गुराँस हो हामी सबैलाई थाहै छ यो क्यान सी गाइस यस्तो राम्रो फुल फुलेको छ नि यस्तो राम्रो फुल फुलेको छ यस्तो राम्रो फुल फुलेको छ ए देख्न सक्नुहुन्छ है लाली गुराँसको फुल ए पोरी उभा जान न पोरी खोल्दै खोल्दै उभा जान न आदि पोरी लाग दुई चार बाँधु यहाँ तल आएको थियो होइन मैले यहाँ ओ गरेको कहाँ छिरे छैन ओ एकदिन उता हो नि तँ उता उता एकदिन तल आऊ त दुई चार दिन ताइनुपर्छ न तली भाग्यो तली भाग्यो यो हर्सिङ दाइको यहाँ तल बस भन्ने मैले तल त्यहाँ यसो गयो कि तीनटा बाँदर अहिले मैले किन दाइ उता बसेको थिएँ त्यहाँ बस भन्ने मैले त्यहाँ बसेन कसैलाई परेशान गरेर पनि काम छैन गाइज होइन अब गाउँको सबै मान्छेले जाम भनेर हिँडेको मान्छे हो होइन अब यहाँ लाग्यो भने कोही लाग्दैन यार म माथि जाम कि तल जाम म एक्लै के गरौँ एक्लै म के गर्छु अनि हो कहाँ 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 टुपा अन्त ए बा टुपा बस्यान् म जुम गरेर देखाउँछु तपाईँहरूलाई ऊ त्यो रुखमा टुपामा बस्यान् कि दुईटा गाउँले गाउँले दशा यत्रो जना आएर एउटा बाँदरलाई पनि मार्न सक्यो है हामीले ढुङ्गाले हानेर मार्ने प्लान हो ढुङ्गाले तर भएन गाइस तर सक्सेस मिसन सफल भएन एनिवेज के छ ठिक छ हामी रमाइलो गरेर आएको छौँ होइन दशा मेरो भ्लग हेर्ने सम्पूर्णलाई आई लभ यु मेरो भ्लग हेर्ने सम्पूर्णलाई यो रोज तपाईँलाई दिन चाहन्छु यो रोज त होइन यो लाली गुराँस तपाईँलाई दिन चाहन्छु राष्ट्रिय फुल लाली गुराँस बिचारो दशा यस्ता खानामा निडो हो कि नै यस्तो अन्डो होइन गर्दै तलबाट हेरेर बाँदरले फुल दिन आयो कि बाँदर खेल्न आयो तिमी आयो काम नै होइन दशा मेरी केही थियो क्या आमा बाँदर खेल्न आएको हामी समाज 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 जाउँ त जाँदैन हौ खै त आयो दे
सो एभ्रिवान त्यही हो आजको कुरा है। अनि फाइनल्ली हामी चाहिँ यहाँबाट ब्याक हुनु लाग्यो घरको लागि। अनि त्यही हो बाँदर भन्ने कुरा त्यस्तै हो होइन। यो जङ्गल छ नि गाई जङ्गल भनेको जनावरको हो कि मान्छेको होइन होइन। अब हामीले हाम्रो घरमा घरौदा आएको भएको भए पो अब हामीले जङ्गललाई भगाउन सक्छौँ बाँदरलाई होइन। अब यहाँ जङ्गलमा आइसकेपछि बाँदरहरू कहाँ भाग्यो क्या आदि खेद्यौँ आदि लखेड्यौँ होइन। तर सबै कहाँ गयो त्यो थाहै भएन। सो एनिवेज ठिक छ केही छैन। तर गाइज रमाइलो चाहिँ उब्बर भयो होइन। यत्रो गाउँको दाइभाइहरूसँग दिदीबहिनीहरूसँग जङ्गलमा यो घुम्दा चाहिँ एकदम बवाल मजा आयो। सो एनिवेज हामी चाहिँ घर फर्केको बाई। पानी यस्तो दामी छ यार, नेचुरल मिनरल वाटर बनायो यो गाइस। गेट मिलायो होला त ए मोहन दाई घट्टो लाग्दो बस घयौँ मात्रै ददेऊ हाम्रो पानी घट्ट पिठो पिस्ने के मजा आयो त्यो गरेपछि। बस त हामी बाइक्यौँ ए पक दाइ फेरि भन्नु त तपाईँको कुरा चित्त बज्यो। फेरि भन्नु त भन्नु अब बाँदर खेल्ने भन्नुहुन्छ नि लङ्का जस्तो लङ्कापुरीमा गएर राक्षसहरूले मारेर चाहिँ सीता हरिकन ल्याउने त्यति चतुरी चिजले तिमी खेल्न खोजिएको तपाईँ उल्लुहरू उल्लु हो बाँदर उल्लु हुँदै भएन। अहिले एउटा छ नि पारि कता लुक्यो कहाँ छिर होइन बाँदर होइन नि हनुमानका पाइडा हुन् एउटा कुरो चाहे पनि हामीले 11ले हुचुक उठाउनु दाइ यस्तै कुराहरू नै। फाइनल्ली हामी घर पुग्यौँ। के लाग्नु तपाईँहरू कठै झिगा यस्तो राम्रो मकैको गेडा खान चाहिँ यस्तो मजा आउँछ पुरै छोडिदिनु क्या काका। यस्तो गर्मी भयो ठिक छ। सो फाइनल्ली बाँदर खेल्नबाट घर पुग्यो है। अब घर पुग्यो ब्याकअप कहाँले अब खाइन्छ मस्तले हिउँ तुल्लै सक्यो कति नुन लाग्छ चार्जर नुन डाँटी हुँदै 100 फुल चार्जर गरिनु हुन्। अब खाने हो हिउँ मस्तसँग। चुको धेरै ज्यादा हाल्ने नि कहाँ होला लाजा मन क्या त तपाईँ पुरै दियोस् न कलर दियोस् न यार कलरै बिना के जनावर मार्नु चाहियो बेला नुराइने नुएले एक दो पहिले बेनी ल्याएर यस्ता के किन्ने भन्दा न पौरा हाल काका एक गुरुको त हाल हो यसो गरौँ न हो यति हाल मजा आउँछ त बल्ल। अब त्यो छ नि काली त्यो टेक्नु पनि यस्तो निचो रहेछ है बस हो त्यो निचो रहेछ सबै अमिलो गरौँलाई। यो चाहिँ हाम्रो हिउँ अनि हिउँसँग हिउँ चुक चिनी हाल्यो भनेपछि यस्तो बवाल हुन्छ यस्तो बवाल। तिमीले कहिले खायो होला हाम्रो यस्तो भेराइटी होइन दाइ
आमामामा यो भेराइटी सब देशभरिका मान्छेलाई र्याल चुहाउने देशभरि देश विदेशका अमिलो यसैमा छ अमिलो भन्ने सबैको मुखमा रहिहाल्छ बसाइहाल्छ चिनी हाल्ने बेला सब हाय 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 क्या बात भन्नुभयो दाइ तपाईँले एक केजी चिनी थाहा छैन यार के लो गरे भने बस 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 भइन हुन्छ बस 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 1 केजी चिनी बिचारो मङ्गलसूत्रबाट सुरु मुङ ल्यायो भने हाम्रो गाउँ कि मुङले नुखाएपछि हामीले मुख ल्याएर आउनु हुँदैन गरे ल यो सन्देश भयो कि हिमाली क्षेत्रमा यसरी खाइन्छ हिमाल क्षेत्रमा यसरी खाइन्छ हिमालमा बसेको फाइदा के के दाइ बसेको फाइदा यही हो कसैबाट किनेर ल्याएको होइन ऊ बाँदर लखेट्न गएर हिउँ बोकेर आयो बाँदर लखेटेर आयो अनि खाना पाइयो घरमा अरू चुक छैन क्यार्ने सुख छैन चुक छैन घरमा सुख छैन हामीलाई छैन अब के चुक नभई नहुने दुख के हो सुख छैन हजुर सुख छैन अरू बाँकी कस्तो दामी छ हामी आमा यो हल्कै आउँदो खानु पाए अरे धेरै करी खातान खानु पाए ठिक छ एकदम व्यवसाय बाँदर खेल्न गया फाइदा पनि भयो होइन यस्तो अर्ग्यानिक यो खान पाइयो नेरी अदको पुरा फर्की खातान अदुवा फर्की खातान कोही ने खुबे दस खातान दे बिचारो छोरी हुने यस्तै हुन् के मान्छेको भेटको सँगै भित्र बढी आयो हिउँ खुवाइन हामीकन अहिले भइकन आलु पनि खुवाइन दे चिजन खाउँछ नि खाउँछ ल त्यो कति दिन जाने छिटै जाउँ लोकल अन्डा खाइरहेको छौँ दे भाउ आलु खायो हिउँ आलु खायो होइन हिउँ खुवाइ आलु खुवाइ हामीसँग बसै गतिलो पोइ पाएँ दे त्यही त पोइकै उ दे धन्यवाद 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 अब हामी जाँदैछौँ यहाँबाट घर आजको दिन चाहिँ एकदम दामी भयो भने यार यस्तो बवाल यस्तो मेमोरेबल लाइफको अहिले चाहिँ टाइम साँझको 5 बज्यो एन्ड म जाँदैछु सधैँको जसरी आज पनि युट्युबमा भिडियो अपलोड गर्नुको लागि है सो तर गाइज आजको दिन चाहिँ यस्तो बवाल क्या हुन्छ नि होइन आज चाहिँ धेरै रमाइलो गरियो आजको दिन उताको भ्यू चाहिँ यस्तो दामी देखिरहेको नि एक नम्बर गाइज एक नम्बर बढिया हट भएर केटा पट भएर ओ माइ गड कसलाई देख्दैछु आज म नमस्कार बाबु नमस्कार के छ खबर लाग्यो नि भाइ ठुलो भाइ के छ तेरो खबर कहिले आइस त अस्ति भर्खर कालीकोटदेखि आएँ कालीकोट किन गएको थियौ त्यहाँ साइडमा गएको थिएँ साइडमा भन्नाले कस्तो ठेक्कापट्टाको हबिदाइनमा गएको थियौँ कालीकोट मास्टरदेखि बस बस अनि भाइसँग भेट्दा खुसी लाग्यो अनि त्यो चाहिँ मेरो प्यारो भाइ धेरै पछि भेट भयो खुसी लागिसक्यो त अहिले कहाँ जानु घर गइहाल्नुहोस् घर गइदिनु छोरी पनि कुरी मात्रै हो घर घर हामीसँग कोदाल है है बरोबर तेरो घाँस अट्क्यो होला यस्तो 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 खा खोज्दै खा ल हात त खा बाई आगो चाहिँ यस्तो दामी छ यार गाउँको मजा भनेको यही हुन्छ क्या मस्त आगो ताप्न पाइन्छ नि यो चाहिँ स्पेसली हामीले
सातु आमा तातो सातु पिन्नको लागि भुटेको यो जौ आजको भात तामाको ताउलोमा तर म एउटा कुरा के कुकरको भातभन्दा पनि ताउलो त कितलीमा लागेको भात चाहिँ त्यति मिठो त हुँदैन कुरा क्लियर गर्नु तिमी भने चिलिक्क बनाउले कुरा छु न भुन्दै न अघि पनि धुल्ले थियो त एनिवेज के छैन अब हामी खान लागेको छौँ खाना यस्तो मिठो छ है आगोमा बन्यो खाना भात अनि आलुको तरकारी अनि अचार साइडमा ओके हामी पछि गर्छौँ